सबैजनालाई नमस्कार। मेरो युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। म तपाईँहरूलाई नेक्स्ट स्कलरसिप फर्म जापानिज एप्लिकेसन फर्म 2026 को नेक्स्ट स्कलरसिप रिसर्च स्टुडेन्ट्स मास्टर स्टुडेन्टको लागि कसरी भर्ने भनेर म तपाईँहरूलाई आज सिकाउन गइरहेको छु। तपाईँहरूलाई यो फर्म चाहिँ युनिभर्सिटीबाट पनि इमेल आउन सक्छ, तपाईँले अप्लाई गरेको युनिभर्सिटीबाट पनि इमेल आउन सक्छ, अथवा तपाईँले प्रोफेसर थ्रुबाट पनि तपाईँ यो फर्म आउन सक्छ। र यो फर्म कसैले चाहिँ अनलाइन जो सबमिट गर्न भन्छ, कसैले चाहिँ कुरियर गरेर चाहिँ युनिभर्सिटीमा पठाउनुहोस् भनेर भन्छ है। अब यो फर्म चाहिँ पहिले एडिटिङ भर्जनमा हुन्छ, हामीले लेखेर मजाले मिल्छ। फर्ममा पिडिएफ भए पनि हामीले लेख्न मिल्छ, फोटो हाल्न मिल्छ है। अब यो फर्ममा धेरै कुरा आउँछ, के भर्ने के नभर्ने भनेर मान्छेहरूलाई धेरै कन्फ्युजन हुन्छ। त्यही भएर मैले चाहिँ यसको बारेमा चाहिँ बनाइदिएको छु। र कहिले पनि फर्म भर्दाखेरि इभन प्रोफेसरले चाहिँ पठाइदिएको, अब युनिभर्सिटीबाट पठाएकोमा चाहिँ खासै गल्ती हुँदैन, तर कहिलेकाहीँ प्रोफेसरले युनिभर्सिटीले नदिँदा पनि पहिल्यै पनि पठाइदिन सक्नुहुन्छ। त्यो केसमा चाहिँ पुरानो एप्लिकेसन फर्म पर्न सक्छ। मेरो पाला मलाई चाहिँ 2024 को परिरहेको थियो, अनि पछि चाहिँ फेरि मैले 2025 कै डाउनलोड गरेर भरेको हो है। सो 2025 कै फर्म, अब 2026 को फर्म चाहिँ तपाईँले भर्नु होला है। त्यो हेर्नु होला पहिला, यदि छैन भने पनि तपाईँले गुगलबाट यसलाई डाउनलोड गर्न सक्नुहुन्छ। नेक्स्ट एप्लिकेसन फर्म 2026 भनेर क्लिक गर्नुहोस्। तपाईँले यहाँ नेक्स्टको वेबसाइट देख्नुहुन्छ, मन्त्रालयको वेबसाइट हो यो। यसमा गइसकेपछि माथि गाइडलाइन्स छ, फर्ममा जानुहोस्। एप्लिकेसन फर्म फर गभर्मेन्ट अफ जापान, यसलाई क्लिक गर्नुहोस्। अब तपाईँले यसमा चाहिँ भर्नुपर्ने हुन्छ है त। ल, सरनेम सबै अल्फाबेटमा लेख्नु होला। जापानमा चाहिँ अगाडि सरनेम लेखिन्छ। जेन्डर मेल, म्यारिटल स्टेटस अब सिङ्गल हो भने सिङ्गल, म्यारिड हो भने म्यारिड, म म्यारिड हो लगाउनु पऱ्यो। नेसनालिटीमा नेपाली भए नेपाली, इन्डियन भए इन्डियन, बङ्गलादेश भए बङ्गलादेश। जापानिज नेसनालिटी हो होइन। डेट अफ बर्थ, अब हो भनेपछि एक्सपायर कहिले हुन्छ त्यो पनि लेख्नुपर्छ है। डेट अफ बर्थ 1997 11/24 र अप्रिल 1, 2026 सम्म तपाईँको उमेर कति हुन्छ त क्यालकुलेसन गर्नु होला। गुगलमा क्यालकुलेट गरे नि हुन्छ। मेरो चाहिँ 28 वर्षको हुन्छ है। करेन्ट एड्रेस तिलोत्तमा म्युनिसिपालिटी 07 लुम्बिनी, सिटीमा बस्ने बालबारी, कन्ट्री नेपाल। यो तपाईँ अब यो आफू छैन भने त्यसलाई स्किप गर्न पाइन्छ है। जापानभन्दा बाहिर हो भनेपछि तपाईँ कुन भिसा स्ट्याटस तपाईँको के हो भनेर भनेको छ। जापानमा हुनुहुन्छ भने त्यो हामीले परेन है। जापान आउनको लागि तपाईँको एड्रेस माथिकै सेम एड्रेस त होला नि होइन। तपाईँ अब यदि परिहालेर तपाईँ जापान जानुभयो भने कुन एड्रेसबाट जानुहुन्छ, मैले माथि जुन राखेँ त्यही एड्रेसबाट जानुहुन्छ भने चाहिँ सेम एज एभ अफ। फेरि यो नेक्स्टले चाहिँ तपाईँ अलग एड्रेसबाट जानुभयो भने तपाईँलाई टिकट मिल्दैन है। यहाँ सोधेकै छ है। इफ योर एड्रेस बिफोर डिपार्चर अफ जापान इज आउटसाइड योर होम कन्ट्री, डु अन्डरस्ट्यान्ड द्याट एयरलाइन टिकट टु जापान विल नट बी प्रोभाइडेड। यस, मलाई थाहा छ, मैले पाउँदिनँ भन्ने कुरा भन्नु पऱ्यो है। अगाडि बढौँ। नेम अफ जापानिज डिप्लोमेटिक अफिस वेयर यु अप्लाई फर भिजा। भिजाको लागि कहाँ अप्लाई गर्नुहुन्छ? नेपालको केसमा एम्बेसी अफ जापान इन नेपाल काठमाडौँमा छ, यहाँ जानुपर्छ है। सिधै हामीलाई एम्बेसीबाटै भिजा मिल्छ, 3 दिनमा भिजा मिल्छ एम्बेसीबाट। त्यसपछि तपाईँ फोन नम्बर लेख्नुहोस्। एउटा नम्बर राख्नुहोस्, इमेल राख्नुहोस्। तपाईँको अगस्तको के इमेल छ टटर भर्नुहोस् है। त्यसपछि तपाईँले यो अवार्ड पाउनु भएको छ पहिला, नो। अब तपाईँले यहाँ नो लेखिसक्नुभयो भनेपछि 8 को 1 लेख्नु परेन, 2 लेख्नु परेन, 3 लेख्नु परेन। यदि यस लेखेको सबै भर्नुपर्छ है। तपाईँले सायद यहाँ कसैले पनि अवार्ड चाहिँ पाउनु भएको छैन होला, पहिलो अवार्ड पाएको चाहिँ एकदमै कमै हुनुहुन्छ। अब 9 नम्बर, आर यु अप्लाइङ फर एनी अदर जापानिज गभर्मेन्ट स्कलरसिप्स, अरू कुनै स्कलरसिप पनि अप्लाई गर्दै हुनुहुन्छ? नो। केही रिसिभ गरिरहनु भएको छ, केही पाउँदै हुनुहुन्छ जापान अरू अर्गनाइजेसनबाट? नो। त्यस्तो छ भने यस छ भने खुलाएर लेख्नुपर्छ है। अब तपाईँको यहाँ एजुकेसनल लेभल भनेको छ है।
यो चाहिँ इम्पोर्टेन्ट छ। प्राइमेरी एजुकेसनको स्कुलको नाम लेख्नु पर्यो। श्री ब्राइट स्टार, कुन स्टेट प्रोभिन्स कुन छ, सुदूर पश्चिम होला हैन, टाउन कहाँ हो, बेलौरी, यस्तै यिनीहरू कहिलेदेखि कहिलेसम्म चाहिँ तपाईँले हुनुभयो भनेर चाहिँ त्यहाँ सोध्छ है। तर तपाईँको यो प्राइमेरी एजुकेसन चाहिँ तपाईँको 5 वर्षको हुनुपर्छ है। यो चाहिँ जहिले पनि तपाईँको प्राइमेरी 5 इयर्स प्राइमेरी पुग्नै पर्छ। मेरो चाहिँ 2004 देखि अहिले महिना पनि सोध्छ, महिना चाहिँ मैले अब ऱ्यान्डमली लेखिदिएको थिएँ 04, अब यहाँ 2009 देखि 01 लेखे पनि हुन्छ, 04। लोवर सेकेन्ड्रीको पनि सेम भयो, सेम एज एबभ। अप्पर सेकेन्ड्री चाहिँ मेरो फरक थियो, XYZ। अब यो पनि तपाईँको लोवर सेकेन्ड्रीको स्कुल पनि तपाईँको 5 वर्षको पुग्नै पर्छ है। अप्पर सेकेन्ड्री पनि तपाईँको, अप्पर सेकेन्ड्री चाहिँ तपाईँको 2 वर्षको +2 हुनु पर्यो है। कहाँ हो, कुन ठाउँ हो त्यो लेख्नु होला, अरू के लेख्नु पर्दैन। अनि अब टर्सियरी भनेपछि तपाईँको चाहिँ यो चाहिँ ब्याचलर सोधेको हो। ब्याचलर चाहिँ तपाईँको अन्डर ग्रेजुएट भनेको छ, 4 वर्षको हुनु पर्यो। 4 वर्ष पुग्नुपर्छ। यहाँ कलेजको नाम लेख्नुहोस्। मेरो चाहिँ बुटवल मल्टिपल क्याम्पस थियो। अब यहाँ आफ्नो प्रदेशहरूको नाम लेख्नु होला है। त्यसपछि टर्सियरी एजुकेसन चाहिँ म चाहिँ पिएचडीमा आएको, मेरो मास्टर्स पनि थियो। मास्टर्स त्यो योभन्दा माथि नभएकोले लेख्नु परेन। मेरो मास्टर्स पनि भएको हुनाले चाहिँ सेन्ट्रल डिपार्टमेन्ट अफ बोटनी, डिपार्टमेन्ट अफ बोटनी। अनि यो चाहिँ तपाईँको 2 वर्षको हुनु पर्यो। अब यहाँ टोटल कति भयो त्यो पनि सोधेको छ। 10, 11, 12, 13, 14, 15, 16, 17, 18 वर्षको चाहिँ मैले स्कुल एटेन्ड गरिसकेँ। 18 इयर्सको चाहिँ मैले स्कुल एटेन्ड गरेँ। यसरी चाहिँ तपाईँले यो भर्नुपर्छ है त। अब यो भरिसकेपछि तपाईँको फिल्ड अब स्पेसलाइजेसन्स के थियो त भने चाहिँ मैले लेख्नु पर्यो। आई होल्ड एन MSc इन बोटनी स्पेशलाइजेसन इन प्लान्ट बायोटेक्नोलोजी, यसरी भन्दाखेरि हुन्छ माई एक्सपर्टाइज भनेर तपाईँले प्लान्ट मोलिकुलर बायोलोजी अब आफ्नो फिल्ड अनुसार बढी पर्दैन, 3-4 लाइनको चाहिँ एउटा लेखिदिनुहोस् के गर्नुभयो मास्टर थेसिसमा के गर्नुभयो भनेर है। त्यसपछि यहाँ थेसिसको टाइटलहरू पनि लेख्नु। ब्याचलरको थेसिस टाइटल छ भने ब्याचलर थेसिस भनेर ब्याचलर थेसिसको पनि लेख्नुहोस्। ब्याचलर थेसिसको पनि टाइटल लेखिदिनुहोस्, मास्टर्स थेसिसको पनि टाइटल लेखिदिनुहोस् है त। दुईटै थेसिसको चाहिँ तपाईँले टाइटल लेखिदिनुहोस्। पेपर छ भने पेपर पब्लिकेसनहरू पनि लेखिदिनुहोस्। पेपर पब्लिकेसनको पनि तपाईँले लेखिदिनु है त। अब त्यसपछि अब जापानमा आएर तपाईँले कुन कोर्स गर्न चाहनुहुन्छ। द फर्स्ट कोर्स यु प्लान टु टेक इन जापान। अब मेरो चाहिँ डक्टर प्रोग्राम थियो, त्यही भएर डक्टर, मास्टर भएको मास्टर गर्नु होला, अरू पनि पाइन्छ है। तपाईँ जापान कुन महिनामा आउनुहुन्छ? अप्रिलमा त होइन होला, अब अप्रिलकोले अप्रिलमा हाल्नु होला। म्याक्सिममको चाहिँ सेप्टेम्बर अक्टोबर हुन्छ, सेप्टेम्बर अक्टोबर। अप्रिलमा पनि दिन्छ है त, साथीहरू धेरैजना अप्रिलमा पनि जान्छन्। कहिलेसम्म बस्न चाहनुहुन्छ भन्छ अप टु कम्प्लिसन अफ माई डक्टर प्रोग्राम। डु यु करेन्टली ह्याभ जब, अब जब छ कि छैन भनेर सोधेको छ। नो भनेर लेखिदिएपछि आनन्दै, सबै भर्नुभन्दा त होइन। जागिर सागिर के छ, सानोतिनो जागिर किन देखाउने त। अब सिधै के कुराले चाहिँ तपाईँले चाहिँ ट्रिगर गर्यो भनेको छ, जापान इन्ट्रेस्ट कसरी लाग्यो भने चाहिँ अब यसमा चाहिँ 2-3 लाइनको, 1 लाइनको लेख्दै पनि हुन्छ। जापान अब रिसर्च एन्ड टेक्नोलोजी। अब जापान रिसर्च टेक्नोलोजी चाहिँ तपाईँ ChatGPTबाट पनि लिएर हालिदिन सक्नुहुन्छ। जापान रिसर्च एन्ड टेक्नोलोजी, एडभान्स्ड रिसर्च एन्ड टेक्नोलोजी, अनि त्यो कोलाबोरेटिभ
रिसर्चहरू, अनि त्यसपछि तपाईँको त्यो ल्याब इन्भाइरोमेन्ट, अनि हाई पब्लिकेबल जर्नल्सहरू, अनि मेरो आफ्नो इन्ट्रेस्ट म्याच पनि त्यही ठाउँमा भएको हुनाले केही कुराहरू तपाईँले यहाँ लेख्न सक्नुहुन्छ। अब यहाँ सोधेको छ अर्को, जापानलाई किन चुज गर्नुभयो भनेको छ। जापानको कल्चर है, जापानको इन्भाइरोमेन्ट, जापानको रिसर्च, अनि सबै कुराहरूले गर्दाखेरि चाहिँ मलाई चाहिँ जापान चाहिँ मन पर्यो भनेर त यसलाई पनि तपाईँ 2-3 लाइन मजाले लेख्न सक्नुहुन्छ। अनि जापान पढिसकेपछि तपाईँले कसरी कन्ट्रिब्युट गर्नुहुन्छ भने चाहिँ 2 देशलाई चाहिँ मैले कोलाबोरेटिभ रिसर्च गर्छु, 2टै देशको लागि। नेपालमा आएर पनि मैले आफूले जानेको ज्ञानहरू नेपालमा पढाउँछु, नेपालमा सिक्छु, नेपालमा रिसर्च गर्छु भनेर तपाईँले त्यो बेला लेखिदिनु भयो भने यो पनि तपाईँलाई कभर हुन्छ। अब यहाँ आयो अर्को प्रश्न आयो यहाँ तपाईँको, यो चाहिँ पहिला थिएन, अहिले चाहिँ राखेको रहेछ क्या है, त्यो माथिको रिसर्च ट्रिगर्स के कुराले तपाईँलाई ट्रिगर्स गर्यो भनेर। अब म चाहिँ रियल्ली मेरो कुरा म भनिदिन्छु। जापानिज मैले यहाँ 0, यता पनि 0 भरेको थिएँ, सबै 0 भरिदिएको थिएँ। जापानिज चाहिँ मलाई 0 थियो, पुरै 0 थियो। ओहो होइन, मेरो 0 आएर हुन्छ कि भन्दा त्यहाँ लाजले पनि मैले त्यो 1 2 पनि भरेन है। इङ्ग्लिस चाहिँ मेरो 3, रिडिङ चाहिँ एक्सिलेन्टै छ 2, राइटिङ स्पिकिङ पनि 2 छ, अनि लिसनिङ पनि 2 भनेर लेख्दै थिएँ। अब अदरमा चाहिँ मैले नेपाली, मेरो नेपाली कस्तो छ त भन्दा नेपाली त अब सबैमा 3 हुनै पऱ्यो है, त्यो पनि भएन भने त फेरि काम लागेन। एक्सिलेन्ट 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 एक्सिलेन्ट। अब तपाईँले यहाँ जेएलपिटी गरेको हो कि होइन यताउति भनेर सोधेको छ। अब त्यो हामीले गर्नेले गर्नुभयो होला, लेख्नु होला, नगरेको लेख्नु पर्दैन है। अब त्यसपछि तपाईँको यहाँ रिलेसनसिप सोधेको छ, बुवाको नाम लेख्नुहोस्, XYZ, फादर, नेसनालिटी के हो लेख्नुहोस्, नेपाली, एज 55, अनि मदरको नाम लेख्नुहोस् ABC, यसरी यो चाहिँ तपाईँले यो भर्नुहोस् है। त्यसपछि कन्ट्याक्ट पर्सन्स, बुवाको नाम लेख्नुहोस् XYZ, करेन्ट एड्रेस आफ्नै ठाउँ तिलोत्तमा है। रिलेसनसिप के हो त्यो फादर्स, अकुपेसन मैले चाहिँ फार्मर लेखेको थिएँ, नेपालीको सजिलो फार्मर लेख्दैछु पुग्छ। फोन नम्बर लेख्नुहोस्, इमेल छैन होला, इमेल लेख्नु पर्दैन। अब कहिले घुम्या छ भने छ कि अब घुम्या छैन भने लेख्नु परेन। र लास्टमा चाहिँ मैले यो चाहिँ सबै कुरा मैले बुझेँ, म अन्डरस्ट्यान्ड छु, म मान्छु, टिक लगाइदिनुहोस्। अनि भरेको दिन लेख्नुहोस् 2025 12 र डेट रहेको छ 16 भनेर लेखिदिनु भयो भने अब यसलाई चाहिँ तपाईँले सेभ गर्नुभयो भने, कन्ट्रोल एस गर्नुभयो भने यो चाहिँ टक्क सेभ हुन्छ, टक्क यो सेभ भयो। सेभ भइसकेपछि तपाईँले अब यहाँ फोटो चाहिँ तपाईँको यहाँ धेरैजनाको गुनासो आउँछ फोटो कसरी टाँच्ने भनेर है। यो फोटो चाहिँ के हुन्छ भन्दाखेरि यो कुनै साइटहरूले चाहिँ फोटो हाल्न मिल्ने हुन्छ, जस्तै माइक्रोसफ्टले गर्न सकेन, मोजिला फायरफक्सले गर्छ कि है, मोजिलाले गर्छ कि जस्तो लाग्छ। कुनै साइटमा चाहिँ क्लिक गर्नुभयो भने सिधै अपलोड गर्न मिल्छ, गुगलले गर्दैन, गुगल क्रोममा मिल्दैन। त्यही भएर त्यसमा मिल्यो भने मिल्यो, होइन भने फोटो छुट्टै पठाइदिनुहोस्, यहाँ उनीहरूले यहाँ उनीहरूको उसबाट चाहिँ आफै एट्याच गरेर चाहिँ तपाईँको सबमिट गरिदिन्छन् है त। फोटोलाई टेन्सन लिनु भने छुट्टै पठाए नि हुन्छ फोटो। र यसरी चाहिँ तपाईँहरूले नेक्स्ट फर्म भर्नुहोस्। तपाईँहरूलाई गुड लक भन्न चाहन्छु, सबैजनाको नाम निस्कियोस्, बेस्ट अफ लक। र च्यानललाई माया गर्दै गर्नु होला, म तपाईँहरूलाई कमेन्ट गर्नु होला, म तपाईँहरूलाई छिट्टै रिसर्च प्लान कसरी लेख्ने र प्रोफेसरसँग कसरी इन्टरभ्यूमा कसरी एप्रोच गर्ने, कसरी कुराकानी गर्ने भन्ने कुरा पनि तपाईँहरूलाई म केही सिकाउन चाहन्छु। धन्यवाद।